हेलो गुड मर्निङ ल तपाईँलाई अब हाम्रो चाहिँ जर्नी सुरु हुँदैछ गोर्खाबाट लार्के पास। अब हाम्रो यो टिम चाहिँ गोर्खाबाट लार्के पासको लागि भइसकेको छ। यो चाहिँ सोती बजारको ग्रिन भ्याली होटलमा छौँ हामी अहिले। हामी ठ्याक्कै गोर्खाबाट 2.5 घन्टाको यात्रा गरेर ग्रिन भ्याली होटल आइपुगेका छौँ। यहाँ केही समय हामी यहाँ चाहिँ चिया खाने समय छ, त्यसको लागि चाहिँ अब हामी आधा घन्टाको त्यहाँ बस्छौँ। हेलो, अहिले चाहिँ यो मान्छेको लाँदा चाहिँ यो न्याउली घरमा आइपुगेको है हाम्रो टुर। अब सोतीबाट चिया खाएर अब आधा घन्टाको यात्रापछि हामी अहिले न्याउली घरमा आइपुग्यौँ। अब यहाँबाट आधा घन्टामा हामी अब मान्छेबाट यो चाहिँ पाङसी भन्दा तलबाट ड्याङ जाने बाटोको यो लामो झोलुङ्गे पुल क्रस गर्दैछौँ हामी अब। हेलो साथीहरू, गुड मर्निङ। अहिले हामी चाहिँ यो ठ्याक्क ड्याङबाट भुर भन्ने ठाउँमा आइपुग्यौँ। अब हामी यहाँ सामान्य ब्रेकफास्ट गर्छौँ, त्यसपछि हामी फेरि घाप नेक्स्ट डेस्टिनेसन घाप। अब हामी यहाँ हल्का ब्रेकफास्ट गरेर केही समयपछि फेरि अब खानालाई चाहिँ घाप पुग्छ नि त अब खाना खान। हेलो गुड मर्निङ, गुड आफ्टरनुन सबैलाई। अहिले हामी ठ्याक्कै भुरबाट खाजा खाएर यो घाप कटेज गेस्ट हाउसमा आइपुग्यौँ होइन। अब हाम्रो यहाँ चाहिँ खाना खाएर हामी केही समय पछाडि नाम्रुङको लागि हाम्रो के अरे घाप कटेजको दिदीले चाहिँ स्वागत स्वरूप यो के को जुस हो दिदी? ट्याङ जुस हो। ए ल धन्यवाद। म त बोइल खाने हो। दुईटा बोइल आउँछ। गुड इभिनिङ। अहिले हामी नाम्रुङ ड्याङबाट हामी नाम्रुङ आइपुग्यौँ। आजको बसी हाम्रो यही हुन्छ नाम्रुङमा। त्यसपछि भोलि सालागाउँ। यही इच्छा नै पुरा भयो। यो चाहिँ स्या ठाउँ हो, सियो होइन, सियो भन्ने ठाउँमा छ। मैले हामी हेलो, म यो भर्खर बोटबाट टिपेर ल्याएको स्याउ हो। अब कतिको गुलियो छ यसो एकचोटि ट्राई गरौँ। हामी होइन हिँड्नेहरू हिजो हाल्यो नि त
हेलो गुड मर्निङ अहिले हामी यो लोमा आइपुग्यौँ लोको यो म्याजेस्टिक होटलमा चाहिँ अब खाना खान गएको छ हामी खाना खाइसकेपछि त्यसपछि हामी स्याल्लातिर अगाडि बढ्छौँ मनासुले हिमाल होइन कुन हिमाल थियो या आए खतरा आयो हो ल दामी खिच्यो ल भिडियो हेलो गुड मर्निङ सबैजनालाई अहिले हामी ठिक स्याल्ला चुमौरी गाउँपालिका अन्तर्गत पर्ने उत्तरी जिल्ला गोर्खाको चाहिँ उत्तरी भेगको स्याल्ला भन्ने ठाउँमा छ आजको हाम्रो तेस्रो दिनको बसाइ स्याल्लामा भयो र अहिले स्याल्लाको बिहानको 6 बजेको भ्यू 6 बजे पछाडिपट्टि तपाईँले यो मनासुली हिमाल सक्नुहुन्छ काँखाबाट नि मनासुली हिमाल छ वाउ यार हेलो गुड मर्निङ सुमनौरी गाउँपालिका अन्तर्गत पर्ने स्याल्लाबाट देखिने मनासुलु हिमालको भ्यू है ठ्याक्कै आँखाबाट देखिँदैछ मनासुलु हिमाल यो हो मनासुलु हिमाल अहिले हामी हिमालको चाहिँ काख बेस क्याम्पभन्दा थोरै तल छौँ मनासुलु बेस क्याम्प हेलो अहिले हामी ठ्याक्कै यो सामा गाउँ आइपुग्यो है चाहिँ सामा गाउँ हो हेलो यो हजुर हामीले धर्मशाला ल अब ल हामी लाखे पास क्रस गर्दैछौँ है साथी मात्र 1 घण्टा मात्र 1 घण्टा आधा घण्टा अब लार्के पास फाइनल्ली क्रसिङ आइहाल्यो नि अब आयो अब 70 मा पुग्यो 30 त्यही भइहाल्यो हैन हेलो गुड मर्निङ साथीहरू अहिले हामी अलमोस्ट लार्के पास गर्दैछौँ लार्के पास गर्न
हामीलाई 15-20 मिनट लाग्छ अब धेरै छैन पछाडिपट्टि ब्याकग्राउन्डमा अब यही पछाडिपट्टि लार्के लगभग 4.5 घन्टाको हिँडाइपछि हामी लार्के पास गर्दैछौँ साथीहरू पछाडि आउँदैछन् यहाँबाट हिँड्दैछु यो लार्के चाहिँ लगभग लार्के पास चाहिँ 5106 मिटर हाइटमा भएको कारणले गर्दा यहाँ अक्सिजनको अलिक कम हुन्छ र हिँड्नलाई गाह्रो हुन्छ र सास फेर्न अलिक अप्ठ्यारो महसुस हुन्छ तपाईँहरू यदि लार्के पास गर्न चाहनुहुन्छ भने आफ्नो स्वास्थ्यलाई पनि मेन्टेन गर्नु अनि कम्तीमा लार्के पास गर्नुहुँदा 1 हप्ता 15 दिन अगाडि चाहिँ उकालो हिँड्ने प्र्याक्टिस गर्नु हो भने तपाईँले सहजै लार्के पास गर्नुहुन्छ पछाडि बिमार धन्यवाद हेलो गाइज ल अब हामी लार्के पास आइपुग्यौँ यो लार्के पास अहिले लार्के पास गऱ्यो लार्के पास Yeah. Yeah. Thank you.